हामीहरू बेङ्गलोरको यस्तो जग्गामा आएका छौँ, यस्तो ठाउँमा आएका छौँ कि जहाँ आउँदाखेरि नि मन खुसी हुन्छ होइन। एकदमै शान्त र होइन एकदमै सुन्दर। यो महिनामा पनि पुरा हरियाली भएको ठाउँ छ यो। यहाँ आएर तपाईँले फोटो भिडियो रिल वगेरा एकदमै मजाले बनाउन सक्नुहुन्छ। अनि गणेशजी पनि हुनुहुन्छ हाम्रो साथमा। सबैलाई नमस्कार र स्वागत छ अमनजीको च्यानलमा। र यहाँ धेरै चिज पाउँदो रहेछ, फलफुल पनि धेरै चिज देख्न पाइयो। यहाँ सबै चिजको रुख रहेछ, कटहर भनौँ आम भनौँ है, सबै चिज रहेछ। र एकदम खुसी, यहाँ पस्ने बित्तिकै एउटा भिन्दै महसुस हुन्छ कि एउटा खुसीको एउटा पिस फिल हुन्छ कि आएर यस्तो दामी लाग्यो नि मा कसम आइएम खुसी भन्नु अरे आइएम खुसी। हेर्न सक्नुहुन्छ हामी अहिले लास्टतिर छौँ। धेरै सानो पनि छैन यो, अलिक ठुलै छ होइन। आएर रमाइलो गर्नु होला। यो चाहिँ लोकेसन कहाँ छ भनेपछि कुल्लु गेटभन्दा अलि भित्र जान आउँछ। अनि के नाम भन्नुभएको थियो त्यो? हल्लुरको अलि छेउमा छ, 2-3 किलोमिटर। यति बेला मसँग गणेशजी पनि छन् होइन। तपाईँले अघि नै भनिसके मौसम यति राम्रो छ होइन। यहाँको दृश्य एकदमै दामी छ होइन। त्यसलाई अझै सुन्दर बनाउनको लागि म गणेशजीलाई एउटै रिक्वेस्ट गर्छु, उहाँले बुझिसक्नुभयो होला। सानो कुनै पनि गानाको दामी छ यहाँको मौसम र ऊ देख्दाखेरि गाइदिउँ लाग्यो। के एउटा याद आयो है। ऋतुहरूमा तिमी हरियाली बसन्त हो, नदीहरूमा तिमी हो पवित्र गङ्गा हो, ऋतुहरूमा तिमी। थ्याङ्क यू। होला हाम्रो गणेशजीको आवाज कस्तो लाग्यो कमेन्ट गरेर बताउनु होला। एकदमै उहाँको आवाज मलाई मनपर्छ होइन। तपाईँलाई पनि मन पर्यो भनेपछि लाइकसँगै एक कमेन्ट पनि राखिदिनु होला होइन गणेशजी। अनि केही दिनपछि हाम्रो एउटा हिन्दी गाना पनि आउनेवाला छ र उहाँको एउटा एकदमै राम्रो गाना बाँच्ने रहर भन्ने। तपाईँले के गर्नु पर्दैन, युट्युबमा गएर बाँच्ने रहर सर्च गर्नुपर्छ, उहाँको भिडियो पाउनुहुन्छ। नभएपछि मेरो यसै भिडियोको डिस्क्रिप्सनमा लिङ्क छ, हजुर गएर हेरिदिनु होला है। सबैजना सब्सक्राइब गरिदिनुहुन्छ भने मलाई नभएपछि म सानो त्यसको एउटा क्लिप राखिदिउँला यहाँनिर। कपिराइट त दिनुहुन्न नि? अब राखिदिन्छु होइन। राख्न मिल्यो भनेपछि, कपिराइट आएन भनेपछि राख्छु, किनकि युट्युबमा अपलोड गर्नुभन्दा पहिले नै चेक गर्न मिल्छ। कपिराइट आएन भनेपछि हाल्छु, कपिराइट आयो भनेपछि म हटाउँछु। तपाईँले के गर्नु पर्दैन, सिधा ल म यहीँ देखाइदिउँ। अब चाहिँ हामीहरू घर जान आँटेको। जुन ठाउँमा अहिले म हिँड्दैछु होइन, यो ठाउँ हेर्नुहोस्, यो लोकेसन हेर्नुहोस् कति राम्रो देखिएको छ। राति यो लाइटहरू पनि बल्छन्, पछाडि देखिरह होला। यो जलेपछि त झनै सुन्दर देखिन्छ। राति भन्दा पनि अब थोडा देरपछि अँध्यारो हुन थालेपछि। अनि तपाईँलाई प्रायः जति त मैले यहाँ भएको चिजहरू देखाइ नै सकेँ। बाँकी तपाईँले हेर्दै गर्नु होला, पछाडि पनि मेरै थोपडा नहेर्नु होला। अनि अब यो भिडियोलाई तपाईँले केही गर्नु पर्दैन, लाइक गर्नुपर्छ, एउटा कमेन्ट गरिदिनुपर्छ। अनि अर्को कुरा, च्यानललाई सब्सक्राइब गरिदिनुपर्छ है। ल अगाडिको दृश्य पनि देखाइदिउँ हेर्नु। बा हिँड्नु हुँदैछ हाम्रा हजुरबालाई खोइ के नपुग्यो।